एभ्रिवान गुड मर्निङ। बिहान उठ्ने बित्तिकै मुख दुई तिनदेखिको दोकानहरू खोली बनाउँदैछु टक्क कफी। बिहान बिहान चाहिँ कफी खाएको चाहिँ राम्रो अरे नि त। आमा छोरीको लागि कफी बनाएँ। नझरे भनेको त यस्तो पो गरिपठाएछ। यो चाहिँ मेरो रुम हो कि फिलहाल चाहिँ अब सफा गर्न आँटेको। यो रुममा चाहिँ हामीहरू हतपत पस्दैन नि त। परेवाले चाहिँ शेष बनाइदिन्छ, यस्तो गरिदिन्छ। जति सफा गरे पनि परेवाले चाहिँ यसो गरिदिइहाल्छ। परेवाले गर्दाखेरि नै हामीले सिलिङ सबै उकाएको। वाक्कै लाग्छ परेवालाई। अब चाहिँ म सफा गर्नु आँटेको, डस्टिङ गर्नु आँटेको। चिया कफी खायो, अब चाहिँ सफाइतिर लाग्यो। यो त साह्रो पर्छ होला हौ। यस्तो दामी बेड छ, परेवाले हगेर शेष बनाइदिएछ। त्यही भएर हामी डबल डबल बेड कभर लगाउँछु। यहाँ पनि यसमा पनि डबल डबल बेड कभर लगाउँछु। परेवाले शेष बनाइदिन्छ। बल्ल बल्ल यतिकै गयो। जुन काम गर्दै दोकान पनि हेर्दै गर्नुपर्छ। कहिले चाहिँ हाम्रो यो घर बनिन्छ र हामी यो घरमा सिफ्ट हुनु भइरहेको छ। यो घरमा सिफ्ट भएपछि चाहिँ हाम्रो चाहिँ बाटोको छेउमा घर भएर चाहिँ यस्तो धुलो आउँछ, यस्तो धुलो पस्छ। जति बढ्दा पनि त्यति नै धुलो हुन्छ। टेबलतिर झन् यस्तो धुलो हुन्छ। धुलो एकैछिन उडेर यस्तो आउँछ। नमस्कार। कहिले चाहिँ यो घर कम्प्लिट हुन्छ, हामीहरू यो घरमा चाहिँ सिफ्ट भइहाल्छ। हामीहरू यो चाहिँ हाम्रो बनिँदैछ नि त घर। यो घर बनिएपछि चाहिँ हामीहरू सिफ्ट भइहाल्छु। त्यहाँदेखि त्यति साह्रो यस्तो डस्टिङ गरिरहनु पनि पर्दैन होइन आमा। आमा उयो घर बनेपछि त हामीहरू बेसी टाक 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 यस्तो गरिरहनु पनि पर्दैन भनेको नि। सिफ्ट भएपछि त बास भइहाल्छ।